गुबो हुन्छ के गुबो भित्र त्यसलाई एउटा गुबो भनिन्छ? हम जस्तो हुन्छ होइन हजुर त्यो स्याट निकालेर चाहिँ यो हुन्थ्यो यसको अलि चाहिँ नभरै छ हेऱ्यो जुन सेतो भाग छ यो अलि ठुलो हुन्थ्यो हामीले स्याट निकालेर अनि यहाँ टाउकोमा बेरिन्थ्यो क्या पहिला खै हेरौँ न त यसरी गर्नु त ल बिचरा रम के अरे है यो काँडै भैँसीले खान्छ र काँडै खान्छ यसरी अड्किँदैन घाँटीमा भैँसीको अड्किँदैन अरे भैँसीले चबाउँछ यिनीहरूले जातले पाएको हो नि त त्यो भएर चाहिँ यिनीहरूले हेऱ्यो त्यो फाल्थ्यौँ है यता चाहिँ रच अलिअलि रहनलाई त्यो अलि सुकेको भयो भने स्याट्टा आउँथ्यो के अरे ए हजुर अनि अलि छिप्पिएको नि हुनुपर्छ क्या फेरि त्यो आउन बचपनमा हामीले खुब रमाइलो गरिन्थ्यो क्या त्यो लगाएर ए हजुर ल हेरौँ न त तपाईँको बचपनमा चाहिँ तपाईँले के गर्नुहुँदो रहेछ ले सानो त्यसले त किन्थ्यो के अरे स्याट्ट हजुर निस्क्यो है निस्क्यो है यो अलि छोटो भयो अनि हामीले चाहिँ बच्चामा चाहिँ यस्तै लगाइन्थ्यो क्या ढ्याक्क है यहाँ ठ्याक्क बाँधिन्थ्यो यस्तोमा अनि ठ्याक्क यस्तरी लगाइन्थ्यो कि